तल बसिरहेको बेलामा सौगात दाइ र म यही कुरा गर्दै थियौँ कि होइन मैले के अरे म छक्क परेर सौगात दाइलाई भन्दै थिएँ कि होइन यो टम क्रुज त कहिले पनि खै के हो मान्छे हो कि के हो होइन कहिले पनि हेर त दाइ त्यहाँ जहाजबाट हामी फाल्दैछन् त्यहाँ भनेर भन्दै थिएँ कि मैले होइन कसरी के हजुरले बुझाउँदै हुनुहुन्छ नि मलाई त्यो मलाई एकदम मन परेको थियो मैले चाहिँ के हो भन्दाखेरि अब उहाँहरूको प्र्याक्टिस हो कि होइन अब हामीले यसरी हेर्दाखेरि ठिक छ जस्तो अरू बेला हामीले विचार गऱ्यो भने घरमा गएर विचार गऱ्यो भने उहाँ थोरै नै यसरी गरेर बस्नुहुन्छ अथवा केही उ गर्नुहुन्छ बिस्तारै यस्तो एज आफ्नो अनुसारले नै उ गर्नुहुन्छ कि होइन तर रेगुलर उहाँले गर्ने काम होइन जानुहुन्छ अनि प्र्याक्टिस गर्नुहुन्छ दिनमा साँझ आउनुहुन्छ फेरि जानुहुन्छ लगभग महिनौँ दिन 12 महिना गऱ्यो भने त्यो अब फिल्ममा आएर हेर्दाखेरि त्यो एकदमै नर्मल लाग्छ कि त्यो यत्रो उमेरमा पनि कसरी गर्नुभयो भने जस्तो देखिन्छ होइन तर त्यो रेगुलर प्र्याक्टिस उहाँहरूको अब मिहिनेत यति धेरै हुन्छ कि दिनको मतलबै हुन्न होइन वर्षमा 1 वर्ष प्र्याक्टिस गर्ने हो कि 2 वर्ष प्र्याक्टिस गर्ने हो त यस्तो कुराहरू हुन्छ नि त अनि त्यो भएपछि अब जस्तो उहाँ त रेगुलर माथिबाट हाम फाल्ने कस्तो मजाले कुरा गर्दै यो चाहिँ नि हाम्रो लागि बडा अजिब हो कि माथिबाट साँच्चै आफै हाम फालेर आफै कुरा गर्दै थियो भने होइन त्यो चाहिँ नि प्र्याक्टिस नै हो भन्छु म त एकदमै उहाँहरूको त्यो मान्नुपर्छ मेहनतलाई एकदमै म अलिकति थप्न चाहन्छु यही कुरामा जस्तै उहाँले जुन चाहिँ एउटा प्र्याक्टिस गर्नुहुन्छ नि हो त्यो पैसामा हाम्रो 100 वटा भन्दा बेसी